सामर्थ्य नाममा हल्लाउनुहोस्। अब हल्लाउनुहोस्। साँच्चै हो, झुट बोलेको होइन। ताली बजाएर प्रभुलाई महिमा दिउँ। हाम्रा परमेश्वर अचम्म तपाईँ अरू को हुनुहुन्छ? प्रभु धन्यवाद, प्रभुलाई महिमा। प्रभु अचम्मको परमेश्वर हुनुहुन्छ। कति वर्षदेखि अरे दुखेको? कति वर्षदेखि अरे? 5 वर्षदेखि। आज निस्केर है स्वतन्त्र भयो। प्रभुलाई महिमा भएको। धेरैजना छुटकारा आउनुभएको छ र बहिनी पनि एकदम छुटकारा आउनुभएको छ। आउनुहोस्, कमाइदिनुहोस्। के अनुभव गर्नुभयो? धेरै टाउको भारी भइरहेको थियो अघि प्रार्थना गर्दा। सुरै पहिल्यै उहाँले त्यो वचनहरू दिन आउँदै हुँदा पहिल्यै सिधै रिङ्ग तल लाग्ने, उहाँलाई हेर्नै नसक्ने शरीर तातोर भइरहेको थियो। अनि पछि फेरि उहाँले जुन प्रार्थना गर्नुभएको थियो नि त्यतिखेर चाहिँ धेरै भरि टाउको दुखी थियो। कतिखेर यहाँ आइपुगेँ। यहाँ आएर फेरि म उहाँले पानी छर्केको जस्तै भइरहेको थियो। अनि त्यतिखेरबाट म अलि टाउकोबाट त्यो टाउको दुख्ने चाहिँ हटी गयो। अनि यो घाँटी दुखिरहेको थियो, अघिसम्म पनि दुखिरहेको थियो। जब उहाँहरूको गवाई सुने त्यहाँ बैठेबाट यो घाँटी पनि सन्चो भयो। म चाहिँ यहाँ हाम्रो पास्टर बुवाले यहाँ प्रार्थना गरिदिँदै राख्दा मेरो हृदयमा चाहिँ एकदम डराइरहेको थिएँ। म भित्र त्यस्तो केही नराम्रो आत्माहरू, त्यस्तो दुष्टहरूले कुनै काम पनि लिएको छैन भन्दै त आफै दिमागमा त्यस्तो कुरा आइरहेको थियो आफसे। अनि जब उहाँले प्रार्थना गर्दै जानुभयो मेरो हात चाहिँ यो मेरो औँलादेखि यहाँसम्म चाहिँ त्यो मैले हातहरू च्यापेको पनि थिएन। एकदम त्यो हातहरू झम्म भएर यति हात नचलेर आफै बाउडेपछि उहाँले जति प्रार्थना गर्नुहुन्छ म त्यसै हल्लिँदै गयो। यति हातहरू एकदम हल्लिँदै गयो। त्यसपछि अनि झन् मलाई गाह्रो हुँदै गयो। मेरो आँखाहरू बन्द भयो। हेर्छु भन्छु सक्दैन गर्दा चाहिँ अनि मलाई चाहिँ एकदम रगतहरू, एकदम डरलाग्दो रगतहरू मेरो वरिपरि रगत, यति रगतले मलाई पुर्न खोजेको, मलाई ढाक्न खोजेको मैले देखेँ। अनि त्यसपछि फेरि म डराएँ। आँखा खोल्छु भन्छु खोल्नै सकेन। फेरि पनि यति धेरै आगोहरूको गन्धको, यति धेरै रातो, यति बलेको आगोहरू मैले यति धेरै देखेँ वरिपरि। अनि म चिच्चाइरहेको थिएँ तर मलाई थाहा थियो म चिच्चाएको भनेर। तर कसरी चिच्चाएको, कति आवाजमा चिच्चाएको मैले केही थाहा पाएन। अनि यहाँ चाहिँ बसेर पनि फेरि अनि प्रार्थना गरेँ आँखा खोलिन्छ कि भनेर खोल्लेन पास्टर बुवाले। अनि पछि फेरि प्रार्थना गर्नुभयो। अनि उभिएर अनि फेरि उहाँको अभिषेकले फेरि म ढलेँ एकचोटि। फेरि आँखा खोल्लेन उठेर पनि। लास्टमा उहाँको एउटा शब्दले फायर के भन्नुभएको थियो, त्यो शब्द सुन्ने बित्तिकै म सिधै ढलेपछि उठ्ने बित्तिकै आफ्नो आँखा आफै खोल्ने मलाई। अनि त्यसपछि साँच्चै नै मेरो शरीर यति धेरै हलुका भयो कि मेरो शरीरमा कुनै पनि त्यस्तो नराम्रो कुराहरू छैन भनेर मेरो हृदयले भनिरहेको थियो। तर अहिले चाहिँ मलाई अनुभव भयो मेरो शरीरमा त्यस्तो कुराहरू लुकेर बसेको रहेछ। अघिको भन्दामा अहिलेमा धेरै यति धेरै आनन्द भइरहेको मेरो शरीरमा। यति नै शब्द चाहिँ